Episode 2. Welcome back. We are back, baby. अब अहिलेसम्म आज हाम्रो कुरा एपिसोड 1 पछिको द लङ्गर ग्याप पछि वी आर ब्याक अनि अहिलेसम्ममा लट अफ थिङ्स ह्यापन एनडब्ल्युसी सिरिज युएफसीको एक दुईवटा इभेन्ट अनि द मेन कुरा नेपालमा आन्दोलन वार होइन जेन जिज आन्दोलन bigger than UFC happen in Nepal. जेन जिज भर्सेस गभर्मेन्ट Denji versus Nepali politician. and within 2 days we won. Hmm. 2 days पनि What's होइन हो 26 hour, not more than 26 hours just. अनि अहिलेको 2 दिनको त्यो हो अनि आज त्यो त्यति उसमा त लडाइँ भएछ नि त त्यो केमा प्राइम वारमा के लडाइ बाहिर होला स्टेज बाहिर होला लडाइँ भयो ए त्यो दिविजले राखेको ए बम्सरले बिकुटिरहेको थियो बाहिर मान्छेलाई अब त्यसको पनि कुरा डेन्जर आउँछ फेरि अब उता ओके सो प्राइम कोपिला वार थाहा भने त इन्डियाको होइन कहाँ अरे सिलिगुडीको नर्थ इन्डिया सिलिगुडी के अरे पर्कर सुब्बा नर्थ द नर्थ इन्डिया the matchmaker Parker Subba, who has already fought on NWC कति 6 मा हो क्या मेन इभेन्टमा लडेको थियो नि होइन मेन इभेन्टमा लडेको थियो अब नेक्स्ट उसको म्याच चाहिँ कसको आउँछ नेपाली नेपाली अब चाहिँ कसको छ उसको के युकीको भयो त्यो बागी मनदीप भर्सेस युकीको फाइट हुने भनेको कि आएन सुन्यो अझै अब त्यो एमएफएनमै हुन्छ होला मेबी भयो भने चाहिँ सो एमएफएन अब 18 को लागि अब 18 चाहिँ कहिले हुन्छ भन्ने कुरा हो अनि इन्डियन एमएमए भन्ने एउटा छ नि त्यो जुन के इन्डियन एमएमए अर समथिङ त्यो लुफीवाला ह्याटवाला उसले चाहिँ के बनाएको थियो भन्दा के अरे युकीको लागि बागी मन्दी भन्दा पनि कि साहिल राणा हो कि समथिङ वुड बी पर्फेक्ट फर हिम भन्दै बनाइरहेको साहिल राणा कि सुनिल होला सुनिल हो कि साहिल सोमामै फाइट गर्दै रहेछ उसले नि फेरि हो र त्यो त मैले पनि चिनेन यार उनीहरूको चाहिँ पहिला फाइट हुने भनेको बट त्यो सुनिल हो कि साहिल राणा भन्नेले चाहिँ उस भयो टाइपको उसले चाहिँ त्यस्तो कुरा गरिरहेको थियो इन्डियन एमएमएले चाहिँ कस्तो इन्डियाको मात्र नै एमएमए युज गर्छ कि बाहिरको पनि गर्छ मोस्टली इन्डियाकै गर्छ उसले चाहिँ सो टकिङ अबाउट युकीको र बागी मन्दिपको युकीको रेकर्ड चाहिँ 6 युकीको चाहिँ लाइक एमेचर करियर नि राम्रो छ प्रो पनि राम्रोसित फाइट गरे तर बागी मन्दिपको चाहिँ सब एमएफएनमै लडेको रहेछ ऊ चाहिँ सबै लगभग त्यो इन्डियन फाइटरहरूको त त्यही हो कि ठ्याक्क त्यो तल बसेर माथिबाट हान्न थाल्ने भने यस्तै मात्र गर्छ त्यसो केही पनि गर्दैन नो डिफेन्स इन्डियन एमएमए को मोस्टली बाहिर त्यही कुराले पनि धेरै उस भइरहेको हुन्छ लाइक इन्डियन पिपल क्यान नट गेट लाइक पन्च इन देयर फेस भन्ने एउटा बाहिर पनि त्यस्तो रहेछ बाँकी मन्दिपको रेकर्ड चाहिँ 4 विन 1 लस अनि 1 चाहिँ ड्र रहेछ त्यसको कति एमेचर चाहिँ कति खेलेको त्यो चाहिँ एमेचर चाहिँ के ट्यापोलोजीमा पनि भेटाएन मैले चाहिँ छैन तर युकीको त एमेचर रेकर्ड त धेरै राम्रो छ नि त होइन एज कम्पेयर युकेमा एमेचर गरेको राम्रो छ नि उसको त के उसमा लडे धेरै डिफ्रेन्ट प्लेटफर्म अस्ति मैले हेरेको धेरैमा लडे हौ त केज वारियरमा पनि लडेछ केज वारियरको त च्याम्पियनै हो क्या होइन केज वारियरको च्याम्पियन हो त्योभन्दा अगाडि पनि
के थियो 2-3टा प्लेटफर्महरू थियो अब उसको लास्ट फाइट चाहिँ अनएक्सपेक्टेड भइदियो लाइक राम्रो डोमिनेट गर्दा गर्दै पनि है त्यो सानो अस्ट्रेलियामा क्या राम्रो डोमिनेट गर्छ कसरी हात भेटेछ क्या त्यसले तर उस्तो ट्याप ट्याप नि गरिरहेको थिएन नि फेरि ट्यापै गरेको थिएन रेफ्रीले चाहिँ रेफ्रीले ओए चाहिँ बढी भयो भनेर उसको 6th 7th फाइट हो कि फाइट थियो 8 9 उसको लास्ट टाइम ब्रेभमा उसको लस चाहिँ लास्ट त्योभन्दा पहिला चाहिँ ब्रेभमा थियो अनि चाहिँ एनडब्ल्युसी चाहिँ बल्ल आएको होइन ब्रेभ पछि यो देखाउनु भएन उसको त्यो हाम्रो उसको त मैले कुनमा हेरेको थिएँ त्यही छ उसको रेकर्ड चाहिँ ब्रेभमा हारेछ अनि चाहिँ एनडब्ल्युसीमा जितेछ अनि सोमामा फेरि फाइट गरेको रहेछ उसले सोमा फाइट 9 भन्ने रहेछ नि त अस्ट्रेलियनसँग त हारिहाल्यो होइन उम्, सोमा फाइट क्लबमा नि लडेको रहेछ अब एमएफएनमा पनि एउटा गेम लड्यो होइन अनि MFN फाइट फाइट स्टार च्याम्पियनसिपमा पनि लडेको रहेछ धेरै छ उसको त उसको राम्रो राम्रो प्रमोसन लडेछ अब इन्टु नेपालको एमेचर फाइटरहरू जो चाहिँ प्रोको लागि हुन्छ नि अब चाहिँ क्वालिफाइड छ जस्तो लाग्ने चाहिँ को छ अहिले मलाई चाहिँ अहिले त्यति कुञ्जन लाग्छ एउटा कुञ्जन त भइहाल्यो आई थिङ्क कुञ्जन अनि चाहिँ राहुल प्रिपेरिङ पनि लाग्छ राहुल राहुलको नि क्या त्यो अडियन्स नि डेन्जर छ नि राहुलको उसको फाइट नै त्यस्तै हुन्छ अलिक नेस्टी मतलब नेट डियाजवाला लडाइँ हुन्छ कि उसमा चाहिँ पुरै जुन एमएफएन 5 हो कि 6 मा चाहिँ उसको त्यो लास्टमा के भन्दै फालेको त्यो त्यो लड्नै थाले जस्तो गरेर त हक गरिदियो ए उसले उस गर्न हाइफाई गर्न खोज्यो यसो गर्दा हाइफाई गर्न आयो होइन जोसिरहेको थिएँ म त्यो त लाइभ नै थिएँ सायद म लाइभ हेरिरहेको उसको फाइटै त्यस्तै त्यस्तै हुन्छ अलि ब्रुटलै के अलि नास्टी लाइक हुन्छ नि Hey mama, your son is not bad. Your bad son did good today. कुञ्जन चाहिँ इज प्रिपेरिङ फर हिज प्रो डेब्यू चाहिँ नै हो क्या मेनली अब नेक्स्ट फाइट चाहिँ उसको प्रो डेब्यू होला सायद उसले त्यो लक एन्ड रोलको हिजो कि अस्ति भ्लग आएको थियो एउटामा मोस्ट प्रोबेबली यस भन्दै थियो उसले चाहिँ सक्छ अनि अरूको छ अनि त फरान हो कि समथिङ त्यो कमेन्टेटर आजकल चाहिँ लड्नु बाँकी जस्तो लाग्छ मलाई चाहिँ तिनीहरू अनि कर्मा भन्ने एउटा एमेचर ऊ पनि अझ एमेचर एक दुईटा एमेचर अझै लड्न पाउँछ उसको अस्ति चाहिँ 324 हो क्या होइन त्यस्तै होला एज चाहिँ like turning into pro in that is like 23 24 कि like अलि ढिला भयो कि तर यो साउथ एसियनको कन्टेक्समा ढिला होइन भर्खर 20 मिड 20मा एमएमए सुरु गर्ने पनि छ नि कतिजना त तर अब चाहिँ खतरा पर्फर्मेन्स हुन पर्यो प्रोमा त अब कमिङ जेनेरेसन चाहिँ अझ खतरा हुँदै आउँछ बिस्तारै तर लाइक एनडब्ल्युसी सिरिज हेर्दा चाहिँ छक्क म त 16 17 18 वर्षको फाइटर फर्स्ट डेब्यू गरेर दामी फाइट गरिरहेछ कि अहिले त राम्रो छ नि त फाइटिङ कल्चर एकदम राम्रो छ बक्सिङ जिमहरू पनि धेरै बक्सिङ जिम अनि मुइथाई जिमहरू एमएमए जिमहरू अहिले प्याक छन् नेपालमा अबको कमिङ 5 इयर्समा त तिनीहरू त प्रोमा जान्छ अब अस्तिको फाइटमा लगभग कतिवटा थियो 20-25वटा फाइट थियो 20-25बाट 20जना ल 10जना प्रोमा गरे पनि त्यो त दामी हो नि
तर कोचहरू पनि राम्रो हुन पर्छ। अब जिमको ओनर भन्छ कि जिमको कोचहरू चाहिँ त्यो फाइटर अँ, फाइटर प्रमोसन गर्दाखेरि चाहिँ अब त्यसलाई चाहिँ राम्रोसँग क्याटेगोराइज गरेर राम्रो इक्जाम गरेर गर्दा चाहिँ बेटर हुन्छ त्यो कुराहरू चाहिँ। अँ। लेट्स सी वाट ह्यापन। अब बिस्तारै देश बन्दैछ, अब देशको जनताहरू पनि बन्ला बिस्तारै। अब फाइटर पोलिटिसियन भन्ने हो कि अब त्यो न्यू पालो छ। लिडर, न्यू कोचेस, अँ, everything will be आ- changed in coming day. Let's hope for आज best. आज चाहिँ प्राइमल वार छ, इफ यु गाइज डिडन्ट नो यो कति बेला अपलोड हुन्छ, बट आज 6 कि आज 5 आज PM मा शनिबार हो, प्राइमल आज आज नै हो। आज हो प्राइमल वार इज ह्यापनिङ सिलिगुडी। लाइभ स्ट्रिम चाहिँ कहाँ हुन्छ खै? त्यसमा चाहिँ यता लक एन्ड रोलको चाहिँ 3 जना, हिमालयन ब्लडको चाहिँ कतिजना गर्छ? 4 जना। हिमालयन ब्लडको त रबिनहुड दाइले चलाउने होइन? होइन होइन, त्यो अर्को जिम हो। रबिन हुड चाहिँ के अरे गोर्खा ट्रेनिङ सेन्टर हो कि समथिङ। ऊ चाहिँ मेनली लाइक आर्मी टाइपको ट्रेनिङ सेन्टर हो। ब्लड के अरे हिमालयन ब्लड भन्ने कहाँ, पोखराको कि धरानको? अनि दमकको दमक। ले दमक। उसले चाहिँ हाम्रो के अरे फर्स्ट थिङ फर्स्ट, अब मैले त्यो भिडियोमा थाहा नभएको कुरा किन भन्दा चाहिँ यता प्राइमल वारले नि अपलोड गरिसकेको थिएन, अनि हिमालयन ब्लडले नि अपलोड गरेको थिएन। अब लक एन्ड रोल त अब जहिले नि उनीहरूको लाइक प्रमोसन लेभल इज वान स्टेप फरवर्ड टु अरू जिमहरू नेपालको लागि। सो मैले चाहिँ पहिला अब 3 फाइटर्स आर फाइटिङ भनेर राखेँ, अनि हिमालयन ब्लडकोले चाहिँ उसले चाहिँ मलाई कमेन्ट गरेर चाहिँ हाम्रो फाइटर यतिजना छ भनेर कमेन्ट गर्यो। अनि उता प्राइमल वारको जुन म्याच मेकर पर्करले पनि उसले चाहिँ हाम्रो एक्चुअली लाइक 7 फाइटर आर फाइटिङ फ्रम नेपाल, 3 जना चाहिँ लक एन्ड रोल, 4 जना चाहिँ यता दमक इस्टबाट आउँदैछ भनेर बल्ल चाहिँ मलाई थाहा भएको। अनि फेरि मैले चाहिँ भिडियो बनाएको। सो अब प्रमोसन प्राइमल वारले चाहिँ पहिल्यै राखेको भए चाहिँ मलाई थाहा हुन्थ्यो, तर थिएन। अब त्यो ठुलो कुरा नि होइन। कतिवटा फाइट छ? 19वटा हो कि होइन? अँ, टन्नै थियो फाइट कार्ड, हिजो बल्ल आएको थियो पुरै फाइट कार्ड। अब 19वटा समथिङ त्यस्तै त्यस्तै छ। प्राइम वार चाहिँ नवराज फर्स्ट फाइट होला सायद होइन? फर्स्ट फाइट नाइट हो त्यो चाहिँ। त्यही भएर हल्का सिलगढीमा जो फर्स्ट फाइट नाइट रहेछ नि त त्यो त। सिलगढीमै अँ, अर्को थियो त कञ्चनजङ्घा भन्ने, फेरि कता त्यो चाहिँ? दार्जिलिङ? दार्जिलिङतिर हो क्या। कञ्चनजङ्घा छ, अनि दार्जिलिङ फाइट नाइट नि छ क्या। दार्जिलिङ फाइट नाइट पनि छ जस्तो लाग्यो। अनि अब नेक्स्ट अनि रविन्द्रको फाइट चाहिँ अब कोसँग हुन्छ? रिम्याच नै हुन्छ होला सायद रविन्द्रको त, मलाई त्यस्तै लागिरहेको छ। यसो रिम्याच भन्दा अब आयो टाइटल। एमएफएनमा त्यो त टाइटल डिफेन्सै हुन्छ। रिम्याच त अलि हुँदैन, किनकि अलि बढी चाहिँ डोमिनेन्ट थियो। रिम्याच यताबाट त्यो रिम्याच भएर नि मजा आउँदैन क्या हामीलाई अब। रिम्याचले चाहिँ मजा आउँछ, तर उसको कोचले चाहिँ अलिक रिम्याच खोजे जस्तो लाग्यो क्या, त्यो स्टाटस हालेको थियो नि त त्यो फाइटपछि। यो मन्दिप जुन बाघी मन्दिप छ उसको उसले नि वरियर स्कोपमै गर्दो रहेछ नि त ट्रेनिङ। ए वारियर कुन रे? वरियर के हो कि को समथिङ। वारियर केबुलले त्यो हाम्रो त्यही चुमराङले कुन गर्नेवाला होइन? ले गर्नेमै त्यो बाघी मन्दिप नि त्यहीँ चाहिँ रहेछ। छैन, मलाई त्यो आफ्टर द्याट त्यो स्टाटस त्यो मेन्टालिटी चाहिँ अलिक टप मेन्टालिटी लागेन मलाई इन्डियन कोचहरूको चाहिँ। अलि लाइक त्यो अब अलि फाइट गर्नभन्दा अगाडि कति वेट कट गर्न पर्छ, इन्जरी एन्ड अल द्याट त सब कोचले हेर्ने कुरा हो नि त, फाइटरले भन्दा पनि। त्यही त। अब फाइटर त अफकोर्स अब फाइटिङ डेमा त लड्छु नै भन्छ नि त। त्यही त इन्जर्ड भयो, यो भयो त्यो भयो, लाइक इन्जर्ड त फाइट हो। इन्जर्ड त अब ट्रेनिङमा मोस्ट अफ द फाइटरहरू हल्का सानोतिनो इन्जर्ड हुन्छ सानोतिनो फाइट इन्जरी हुन्छ होइन? विकतिर। त्यही त। लाइक यो सबै भनेको कोचको कुराहरू हो होइन? कोचले चाहिँ कसै अब वेट कट, अब त्यो वेट कटले असर गर्छ नि त धेरै बडीमा त, होइन? वेट कट एन्ड अल द्याट अब त्यसमा
पनि अब राम्रो गरेन भने त तर कोचकै कोच किताब पढ्न के भन्छ अब कोचले चाहिँ अब कोचेसवाला किताब कोर्स पढ्न आवश्यक देखिन्छ त्यहाँ चाहिँ। फाइटमा फाइट वेट मिस गर्ने सानो तिनो वेट नि होइन 5 केजीसम्मको वेट मिस पहिला भइरहेको पहिला एमबी फिटको त क्या वेटै मिस गरेर आउँदैन नि धेरै फाइटरहरूले। थियो अति अनि 5 केजी त सानो उस्तो होइन नि त। फाइटर डिसिप्लिन फाइटर आर नो मोर डिसिप्लिन भने जस्तो भयो कि त्यहाँ त। चुङरेनले चाहिँ हेभी पोस्टर राखेको थियो उस के अरे स्ट्राइकिङ उस गरिरहेको है के अरे पहिला पहिला चाहिँ जति बेला उसको रेस्लिङको मात्रै त्यो ट्रेनिङवाला भिडियो आउँथ्यो अहिले चाहिँ स्ट्राइकिङ नि गर्दैछु है झट्टा अब चाहिँ भन्दै राखेको आई जस्तो विल राइज अगेन वाला मोडमा छ नि त सुमराङ त। एकचोटि त्यो राम्रो लस भएपछि पनि करियरको लागि त्यो पनि राम्रो हो क्या राम्रो लाइक एउटा एक गुड लेसनै हो नि त एउटा लस पछि त। एक तर रियल इन्डियन चाहिँ फाइट के हो जसले पनि हारेको हारै छ अनि रोड टु युएफसी पनि खै राम्रो रेकर्डै नभइकन रोड टु युएफसी गएको हो कि इन्डियन फाइटरहरू खासमा होइन। राम्रो एमेच्योर रेकर्डै नभइकन प्रोमा खेल्न आएर त्यस्तो भइरहेको कि खै। इन्डियन फाइटरहरू चाहिँ एक्कासी इन्डियामा फाइट एमएमए सिन चाहिँ क्या भयो तर फाइटरहरूले चाहिँ हरिब डिसपोइन्ट गरिदियो क्या इन्डियामा एमएमए भन्दा दङ्गलै ठिक छ होइन। रेस्लिङ ठिक छ खाडा दङ्गल अखाडा कि के भन्छ अखाडा होला। Guys are good in Akada and Dangal. Don't come in MMA, guys. एमएमएमा अब लाइक अलि अब भन्न त नमिल्ने अब एमएमएमा आउँछ नि स्ट्राइकिङ लाइक साउथ स्ट्राइकिङ गर्नै सक्दैनन् अब त्यस्तो फाइटरहरू अब त एमएमए त अब अलराउन्डिङ उस भएको भएन भने त लाइक एमएमएमा नआए जस्तो हुन्छ तर मिक्स मार्सल आर्टमा चाहिँ अलिक मिक्स हुन पर्यो टेक्निक पनि अल यु हेभ टु अँ, नो एबाउट अल मुभ्स होइन। कि त छैन लाइक अखाडा दङ्गल गर्ने कहाँ हुन्छ यार। कि त एलेक्स पेरेरा हुन पर्यो कि त त्यस्तै हुन अलेक्स पर्यो पेरेराको स्ट्राइक पनि वान पन्च नै इनफ। उसको त किक त्यही हो बक्सिङ त हरामी छ नि त अलेक्स पेरेराको त फेरि। त्यस्तरी आउन पर्यो कि त नै भने लाइक अब उसको छ होइन फाइट अलेक्स पेरेरा भर्सेस अङ्कालेब। अक्टोबर 4मा छ अनि हाम्रो डेभिड के अरे डेनिल डेभिड है के अरे त्यो भर्सेस माकाचेभ। त्यो चाहिँ युएफसी 200 321मा हो क्या त्यो चाहिँ अर्को इभेन्ट हो नोभेम्बरमा होला त होइन। एलेक्स पेरेराको कार्डमा मिराब नि रहेछ नि त उसको फाइट नि हो रहेछ र मिराप कोसँग छ त्यो कोरी स्यान्ड समथिङ के भन्ने छ नि एउटा हो र। मिराप त मेसिन हो के अरे अब मिराप त जितिहाल्छ। मिराबले जित्छ उसको लाइक उसको लाइक लाइफको ब्याकग्राउन्ड मिस्त्री टाइपको काम गर्दो रहेछ नि त पहिला अँ त्यही भएर त कार्डियो डेन्जर छ नि उसको पोस्टहरू फेरि फाइट आउनु थालेपछि नास्टी नास्टी आउँछ फेरि है मिराब चाहिँ म्यारिड रहन्छ क्या है म्यारिड छैन क्या उसको पोस्टर डेन्जर छ मिराप भर्सेस कोरे हो। हिजो कोरेश्वरलाई मिरापले मजाले। अनि लाइक उसको के भन्छ अस्ति मैले एउटा न्युज हेरिरहेको थिएँ कहाँ न्युज हेरेँ कि कुनमा हेरेँ खै अन्सुल जुब्लीलाई चाहिँ अहिले हाम्रो इलिया टपोरीको त्यो कोचिङ पार्टनर एउटा मैले नि उसले देखेँ चाहिँ लाइक ट्रोल कल आउट गरिरहेको गरे छ कल आउट एन्ड इन्डाइरेक्टली ट्रोल। तर यार उसको करियर कस्तो उस भयो है टिठै लाग्ने करियर भयो कि हाम्रो अन्सुल जुब्लीको चाहिँ। तर ऊ चाहिँ इन्डियाको जतिले ट्रोल हाने नि इन्डियाको बेस्ट फाइटर उही हो सो अलि बेस्ट गरेको युएफसी जितेर गएको अफकोर्स बेस्ट त भइहाल्छ। अरू भन्दा चाहिँ
ऊ चाहिँ अलि अर्कै छ नि त। त्यसले चाहिँ त्यो उसमा के मेन चाहिँ हाम्रो बियर बाइसेपको पोडकास्टमा अलिक धेरै बोल्यो कि त्यो चाहिँ अलि नराम्रो भयो कि आई क्यान डिफिट खबी भनिदिन्छ अनि यस्तो हो फेरि अब फाइटरहरूले अब मैले सक्दैन भन्दा नि भएन अब। होइन उसको अर्कै तरिकाले भनेको थियो अनि ट्रोलमा चाहिँ पछि छुट्टै तरिकाले ट्रोलले सुनाइदियो चाहिँ होइन उसले आर्देको चाहिँ खबिबलाई मेन मैले त। जित्न सक्छु चाहिँ भनेको होइन खासमा चाहिँ लाइक इफ अँ, खबिबले च्यालेन्ज गर्छ भने आई विल फाइट विथ भने चाहिँ हिम भनेकोले चाहिँ खासमा चाहिँ अँ, इन्डियन फेरि ट्रोलमा त फेरि डेन्जर छ। इन्डियनले फाइटर त्यही भएर बन्न दिएन कि गुड फाइटर इन्डियामा सब गुड त्यही फाइटरको लागि हुन्छ। त सपोर्ट चाहिन्छ नि त सपोर्ट नै छैन अनि हाउ गाइज त्यत्तिको फाइटरहरूलाई अब मिम बनाइदिएर दुईटा लस भयो भनेर मिम बनाइदिएर। अनि त्यो त अर्ली उसनै थियो यार त लास्ट फाइट त लास्ट फाइट त अर्ली स्टपेज त्यो त इन्डियन फ्यानहरूले पनि बुझ्नुपर्छ त्यो अति त्यसपछि झन् ट्रोल आइरहेछ तर अब एउटा कुरा के। चाहिँ कस्तो हुन्छ मैले चाहिँ त्यो पछि हल्का हल्का त्यसमा यसो रिसर्च गरेको चाहिँ अलिक टप लेभलको फाइटरहरू छ भने चाहिँ त्यो फेजमा चाहिँ लड्न दिँदो रहेछ होइन मैले नि त्यो अब थाहा गरेँ। कार्डको डाउनमै छैन नि त भर्खर उसको करियर स्टार्ट हुँदै हो नि त युएफसीमा त योभन्दा अगाडि एउटा लड्यो यो सेकेन्ड फाइट त थियो नि त उसको त अँ, अनि त्यो केसमा चाहिँ अर्ली स्टप नै गर्दो रहेछ म्याक्सिमम् अनि त्यही त्यो अर्को फेरि पूजा तोमारको पनि त्यस्तै नै गरे नि त होइन गरेन फेरि त्यो फेरि गरेन। होइन न पूजा तोमारले त्यो केटीलाई नकडाउन गर्थ्यो नि त केटी त अनि त्यो अँ, टाइममा चाहिँ उसलाई चाहिँ स्टप गरेन वेन त्यो नेक्स्ट गर्लले चाहिँ त्यो पूजा तोमारलाई चाहिँ हिट गर्दा चाहिँ उसलाई चाहिँ रोकिदिरहेको फेरि अँ, पूजा तोमारले नि नकआउटै गर्ने चान्समा त्यो अब चाहिँ त्यो रोक्ने बेलामा त्यो चाहिँ रोकेन फेरि अब अनसुलको चाहिँ एक पन्चमै रोकिदियो। एक पन्चमै तर त्यो हुनसक्छ लाइक अब त्यो फाइटर कुन लेभलको फाइटर हो हेरेरै हुन्छ होला त्यो पक्कै त्यो लाइक अब ल कम्पेयर गरौँ चुङरेनको र होइन अनसुलको लाइक चुङरेनले त्यो गरेर हारे अब त्यस्तो अब त्यो उसै के अरे बाना टाइपकै त भन्न पर्यो। अनसुलको त्यस्तो लाइक युएफसीको त्यो लेभलमा पुगेर 13 सेकेन्डमा अर्ली स्टपेज गरे खर नि ऊ चाहिँ केही बोले होइन त्यहाँ त्यो मेन्टालिटी नि होइन त्यसले नि अनसुल फरक जुब्लीको पार्छ नि त मेन्टालिटी फाइट। टप अनसुल जुब्लीको त मेन्टालिटी त टप उम्, छ यार मलाई चाहिँ लाग्छ राम्रो तर एक्सन स्पिक लाउडर देन वर्ड भन्छ नि त खासमा त त्यही त हो कुरा एट दि इन्ड त्यो जुन अस्ट्रेलियनवाला केटाको नि त उसको डेब्यू रहेछ नि त त्यो फाइट। उसको पनि युएफसी डेब्यू नै थियो उसले सेकेन्ड फाइट गरिसक्यो क्या हो त्यसपछि एउटा फाइट गरिसक्यो क्या हो अरूमा हो कि त्यसपछि युएफसीमै त मैले गरेको। पनि हेरेको छु अब चाहिँ फाइट एनडब्लुसिसीमा चाहिँ त्यो हर्क साम्पाङवाला फाइट गराउनु पर्छ जस्तो अर्क छ। साम्पाङ भर्सेस सुदन गुरुङ होइन यिनीहरूको पहिल्यैदेखि बिफ रहेछ नि त त्यो पहिले के थियो नि उनीहरूको त के क्याम्पेन उसमा भन्नेमा हर्क धरा उसमा के त्यो सुदन गुरुङले चाहिँ लाइक उसको इलेक्सन क्याम्पेनमा चाहिँ हर्क साम्पाङलाई हेल्प गरेको थियो नि त अनि त्यो हस्पिटल छ कि विराटनगरको सरी विराटनगर धरानमा एउटा हस्पिटल छ कि अनि चाहिँ के त्यही गुम्बा क्याम्पेन हो कि समथिङ के बनाउँदा त्यो चाहिँ हस्पिटलमा अनि गएर अब कुरा गर्दा चाहिँ फेरि फोन घुमाउँदै के भन्थ्यो भने छ त उसले चाहिँ कि ऊ मिया ढुङ्गा बोक्नलाई मात्रै भएको हो अरे अर्को सुदनले साम्पाङ सुदन गुरुङले चाहिँ। अस्ति आएको थियो त यहाँ प्रधानमन्त्री बन्न अनि अनि प्रधानमन्त्री भन्न मान्छेले चाहेको चाहिँ बोल्दैकै एक चाहिँ बोलेकै छैन एक चाहिँ बढी बोलेर होइन एउटा भाउ दिनेवाला एउटा उसले भाउ नदिनेवाला उसले नि आफ्नो एउटा इमेज आफै बिगारे एउटा एउटा रवि बोलेर लामिछाने फेरि प्लिज एकचोटि चान्स देऊ न वाला होइन इन्टा इमेज आइरहेछ प्रधानमन्त्रीको लागि। एउटा बोल्दै बोल्दिन्न भाउ नै दिन्न एउटा बढी बोलेर एउटा चाहिँ प्लिज एकचोटि चाहिँ चान्स देऊ न वाला चाहिँ रवि लामिछाने गर्लफ्रेन्डको टाइप तिनटा एउटा चाहिँ भावै दिँदैन एउटा चाहिँ बोलेको बोले एउटा चाहिँ प्लिज लेको चान्स बोलेको देऊ एउटा न। प्लिज सेकेन्ड चान्स टाइप सुदन गुरुङलाई उसको अहिले चाहिँ फल्स न्यारेटिभहरू उसको धेरै आइरहेछ सुदनले यस्तो भन्यो टाइपको।
अब त्यस्तो हो कि अब चाहिँ लाइक अब झोलेहरूले नि बुझिसक्यो कि अब चाहिँ लाइक ग्राउन्डमा भन्दा पनि साइबर वार गरेर चाहिँ केही गर्न सकिन्छ भनेर अनि त्यस्तै त्यस्तै न्युजहरू चाहिँ पोर्ट्रे गरिरहेको छ अहिले तिनीहरूले अब कान्तिपुरको त्यो केटा चाहिँ मलाई एक भेट्यो भने चाहिँ त्यसलाई चाहिँ म एक हान्छु त्यो को चाहिँ सिरोया भन्नेवाला त्यो के मिस नेपाल हस्बेन्डवाला ए त्यसको त्यो पोस्टहरू देख्दा नि हावा हावा पोस्ट राखिरहेको हुन्छ हिजो म कि त फलो कहिले नै चाहिँ गर्छु मेरो त त्यो त्यो पेजहरूले स्क्रिनसट गरेर उसले चाहिँ के अरे बालेनको स्ट्याटस राखिदिइरहेको स्क्रिनसट गरेर के अरे हर्क तिमीले मलाई माया नगरे नि मेरोबाट माया छ टाइपको ए त्यो मान्छे चाहिँ उसको लाइक त्यो एक्सिडेन्ट अब लाइक वाला चाहिँ उसले जति मान्छेले जति खोज्न खोजे नि उसले त्यो चाहिँ नभन्ने अरू अरू साइडतिर कुरा ल्याइदिने टाइपको छ ऊ चाहिँ ए त्यो कारले हानेकोवाला चाहिँ कुरा निकाल्दा अरू अरू डाइभर्ट गर्नेवाला अरू हो क्या अरू डाइभर्ट गर्ने टाइपको के उसको कमेन्टहरूमा सब त्यस्तै त्यस्तै आउँछ पोस्टहरू फेरि अब मैले चाहिँ हेल्प कहाँबाट गर्न सक्छु मलाई कसैले केही भनिदेऊ न भन्नाले यो फिल्डमा को छ मैले कहाँ हेल्प गर्न सक्छु टाइप के को लागि हेल्प गर्ने चाहिँ हुँ? यही जेन्जी प्रोटेस्टमा मरेकोहरूलाई अनि जेनजी प्रोटेस्टमा मरेकोलाई जा हस्पिटल जा त्यसले हेल्पै गर्न पर्दैन होइन हस्पिटल जा त्यही हो उसको परिवारहरूसँग कुरा गर हस्पिटलमा इनफ फर देम हस्पिटलमा गयो भने नकआउट हान्छ नि त्यो त लगाउट मान्छेहरूले हुन्छ फर्स्ट लगाउट हुन्छ शेरबहादुर देउवाला चाहिँ मैले त्यो फोटो देख्दा बित्तिकै म भइगयो त चाहिँ एक कि खान्छ त्यसलाई म त्यहीँ है त्यसलाई ढालिदिने हराम भइहाल्ने अनि एउटा सोध्दै थियो नि त उसलाई के पछिबाट अरे चाहिँ त्यो आरजी देववाला थियो एकजनाले यो कुकुर र हजुरमा चाहिँ के छ फरक भन्दा होइन त्यो पनि कुकुर हो सरी यो पनि एनिमल हो कि यसलाई पनि दुख्छ मलाई पनि दुख्छ हामी दुइटा एउटै हो भन्दै थियो त अब त्यो जुन के अरे देउवाहरूलाई त्यो बेलामा देख्दा त दुई हानम चाहिँ भएको थियो एकचोटि चाहिँ त्यो हुन्छ नि उनीहरूको छोराहरूले चाहिँ के सोचिरह्यो होला भन्दा चाहिँ भयो छोड्दै टाइपको चाहिँ भइरहेको थियो अरू भन्दा नि त्यो जुन त्यो के पानीमा दौडाउँदै हानिवाला चाहिँ कुन प्रधानमन्त्री कुन नेता रे हो पोलिटिकल पार्टीहरू नि 2 दिनमा स्याट भइदियो 2 दिन कहाँ 2 दिन 26 आवर एभ्रिथिङ चेन्ज इन 26 आवर नेपो बेबी ट्रेन्डले यहाँसम्म पुऱ्याइदियो नेप्पो बेबीको दिन चाहिँ आइरहेको थियो त श्रृङ्खला कतिवटाको श्रृङ्खला कतिवटा नामै त नभनौँ एउटा नेपो मिस नेपालको आइरहेको थियो त होइन अहिले फेरि द हामीलाई पनि साइबर कल आयो भने पपुलर नेपो बेबी पपुलर नेपो बेबीको चाहिँ गाइस एक्सेल सिटवाला काम चलिरहेको रहेछ नि त एक्सेल सिटवाला काम त अनि झन् पछि झन् नास्टी हुँदै जान्छ कि त्यो नबोलिदिएको भए एक दुई हप्तामा हराउँथ्यो अब झन् त्यत्रो पढे लेखेको मान्छेले त प्रुफ देखाउनु नि होइन छाप लगाएको प्रुफ नदेखाएर एक्सेल सिटमा रेकर्ड छ उसको त म बिहान उठेर के भन्छ म अर्ली 4 o'clock वेकअप गर्छु अनि खाजा खान्छु टाइपको छ उसको त प्रुफ त अब मिस नेपाल चाहिँ एक जलाइदिन पर्छ एक मिस नेपाललाई नि दुई कि काट्नुपर्छ त्यही हो अब मिस नेपाल वी आर अगेन्स्ट करप्सन भन्छ अनि आफै करप्सन गर्छ मिस नेपाल वी आर डु दिस एन्ड द्याट भन्छ अनि लास्टमा त ब्रान्ड एम्बेसडर कि ब्रान्ड एम्बेसडर पनि कि त मुभीमा खेलिने द्याट्स मुभी आवर नि होइन मिस आजकलको नेपाल मिस नेपाल त त्यो 2-3टा ब्रान्डहरूको रिल्स बनाइदिने अनि रिल्स सकिन्छ बनाउँछ उनीहरू गरिहाल्नु लाइक त्यो देम टाइप डब्लुसी सिरिजको जुन लाइभमा चाहिँ सिसन बानियाले डेन्जर मेरो लागि अपोनेन्ट चाहियो मेरो लागि अपोनेन्ट चाहियो भनेर त्यो अब कुनमा रिसपसित चाहिँ म्याच
त्यो जुन एनडब्ल्युसी सिरिजको फेस अफमा चाहिँ सिसन बानिया लाइक मेरो लागि अपोनेन्ट चाहियो टाइपको एक दुईचोटि भनिरहेको थियो। त्यति बेलामा चाहिँ मान्छेहरूले रिसभ 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 भन्दै आइरहेको थियो। रिसभको र सिसनको फाइट भयो भने चाहिँ ऋषभको र त्यो अनि चाहिँ सिसनको त उसमा फेस अफ भएको थियो त उसमा के अरे त्यो फेस म्याच अफ भइदियो भने चाहिँ डेन्जर। एक हो नि एक त लेभल कहाँ चाहिँ सिसन फेरि बानिया एउटा अर्कै उसमा पुगिसक्यो अर्कै स्टेजमा पुगिसक्यो बरु ऋषभ भर्सेस भेग चाहिँ लेट्स होप अनि होइन अब रिसभ त यता 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 भइरहेछ। ऋषभलाई कन्ट्र्याक्ट तँ जान पर्छ जस्तो छ त्यहाँ त रिसभलाई त म फर्स्ट राउन्डमै नकआउट। तँ जा नि त ऋषभ भर्सेस यहीँबाट ढक्क रिसभलाई कल आउट हो क्या हान्दै कलप हान्छ होइन हाम्रो वेटै मिल्दैन। वेट त उसलाई घटाउन भन्ने त हो तँ कति केजी छस् उसलाई घटाउन 1 वर्ष लाग्छ। तँ कति केजी छस् 62 52 62 62 त मै छु हो मैले त 62 65 समथिङ। ए ठिक छ कल आउट हान्न त तँ कोहीसँग लड्ने भयो रिसभ भन्दा नि रिसभ ठिक छ आयो भने चाहिँ एक हान्न पर्छ। होला नि युज गर्ने हाम्रो के भन्छ लाइक यो अक्टा टक एमएमए टक गर्ने नेपालीलाई कल आउट गर्नु पर्यो धेरै होइन त्यो उसो क्या के अरे त्यो प्र एमएमए टाइप्स के उसले नि कल जुन आउट त्यो हान्छ र त्यसलाई होइन होइन उसले चाहिँ बनाउँछ त्यस्तो कल उसले आउट त होइन। राम्रो बनाउँछ यार उसको त है राम्रो छ नि अनि उसले त एउटा छ गेमहरू पनि खेल्दो रहेछ जस्तो लाग्यो गेमहरू ऊ चाहिँ लाइभ स्ट्रिमहरू गर्छ। अनि एउटा ए अर्को नि छ अर्थर एमएमए समथिङ भन्ने उसले चाहिँ हाम्रो भिडियोमा कमेन्ट हानिरहेको हुन्छ उसको टिकटकमा। चाहिँ कस्तो टिकटकमा त नहाल्नु उसको चाहिँ मेनली टिकटकै हो क्या। ए ठिक छ। त्यो एमएमए नेपाल भन्ने चाहिँ कहाँ गयो अहिले चाहिँ एमएमए नेपाल भन्ने खै त्यो दुई चारजना केटाहरू थियो त्यो त हरायो अहिले त दिविजले अपडेट करियरै डाउन गर्छ जस्तो छ। खै पहिला त अपडेट गरिरहेको हुन्थ्यो उनीहरूले त नेपालको भन्दा पनि बाहिरको गरिरहेको होइन होइन जुन त्यो के एनडब्ल्युसीको फर्स्टमा आएको थियो त त्यो एमएमए नेपाल भन्ने चाहिँ उसकै त्यो फर्स्टमा त्यो थाहा छ बनाउँथ्यो। त्यो उसमा इन्स्टाग्रामको त्यो लोगो चाहिँ येल्लो येल्लो कलरको थियो होइन मलाई याद छ मैले उसलाई सोधिरहेको हुन्थेँ पहिला दाइ उसको के भन्छ एकचोटि मैले के टेक्स्ट गरेको थिएँ एकचोटि त्यसले त्यसको करियर चाहिँ दिविजले चाहिँ डाउन गरिदिए जस्तो छ। है तर ऊ चाहिँ फर्स्ट एमएमए त्यस्तो उस गर्ने चाहिँ एमएमए को उनीहरूको बाहिरको युएफसी गएर हुन्थ्यो नि त युएफसीको अनि एकचोटि त्यो हाम्रो कुन थियो हो त्यो एलओडीमा फाइट भएको थियो एनडब्ल्युसी फाइट पछि नै हो क्या सायद समथिङ भन्ने के थियो यार जुन फाइटको नाम त्यो खुकुरी के भन्ने थियो कि खुकुरी हो कि समथिङ गोर्खाली के समथिङ भन्ने थियो अनि उस चाहिँ हाम्रो के भन्छ त्यही त्यो आवाजले चाहिँ आवाज होस्ट टेस्ट गरेको होइन त्यही त त्यहीबाट त लाइक आवाज भर्सेस दिवी चलिरहेको नि। अब त्यो एकचोटि चाहिँ गर्थ्यो त्यसपछि गफ तिनीहरू पनि उसमा गयो दिविज भर्सेस भेग अनि तेज भर्सेस के थियो यार आवाज अनि के अरे सञ्जय भर्सेस बेनिड अनि दिविज भर्सेस फेरि को भन्दै आइरहेको थियो। मिल्ने 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 रहेछ त अनि गफ गफ पास भ्युवर चाहिँ डेन्जर छ तर उनीहरूको कमेन्टहरू यस्तो डेन्जर डेन्जर आउँछ। यो गफ गफ पासको चाहिँ होइन अहिले चाहिँ उनीहरूको उस बढ्यो नि त त्यो लास्ट फाइट पछि रविन्द्रको लास्ट फाइट पछि चाहिँ हल्का तर तिनीहरूले त्यो भ्यू एन्ड अल ड्याटको लागि पनि त्यो खासै गरे जस्तो देखिन्न त्यहाँ होइन यत्तिकै आफ्नो रमाइलोको लागि गर्दैन उनीहरूको अडियन्स अर्कै छ कि पहिल्यैदेखि चाहिँ अर्कै छ कि उनीहरूको अहिले बढे पनि उनीहरूको कोर जुन अडियन्स छ उनीहरूको कमेन्ट अर्कै आउँछ कि अहिलेको भन्दा सुन्नु उनीहरूको मजा कुरा आउँछ बुझ्ने चाहिँ अर्कै अडियन्स छ एउटा। Let's go गफ गफ पास गाइज ऋषभ भर्सेस बेग सञ्जय भर्सेस बेनिड अनि तेज भर्सेस आवाज
डिभी चाहिँ कोचमा गफ गफ पासबाट डिभिच पनि एउटा फाइट त हेरेँ नि त उसमा 2000 कति कोभिडमै हो क्या सायद एलओडीमा हाम्रो रेज फिटनेसको एलओडीमा कोचसँग त्यो सन्तोष भन्नेसँग होइन सन्तोष सन्तोष दाइभर्स त्यो फाइट पनि राम्रो मिठाई थियो त्यो चाहिँ होइन त्यसमा चाहिँ ऋषभले माथिबाट दिदी जान्थे हान्थे भन्नेवाला साउन्ड त्यो भिडियोमा आउँछ ठिक छ त्यो चाहिँ अब लाइक अपकमिङ इभेन्ट युकीको फाइट होला मेबी अब कुनै प्रमोसनमा अलि रिसेन्टमा अनि अब रविन्द्रको त मेबी टाइटल डिफेन्सै हुन्छ होला एमएफएनमै अनि एनडब्लुसी 7 कि 8 7 नै हो क्या एनडब्लुसी 7 त्यही हो अबको फाइट भनेको अब युएफसीमा पनि अब कमिङ फाइटहरू एकदम ब्याङ्गर फाइट छ होइन छ युएफसी 320 एलेक्स पेरेरा भर्सेस एङ्कले अनि मराबको फाइट आउँदैछ इस्लामको फाइट आउँदैछ अनि इस्लाम लाइक डबल च्याम्प टपोरी भर्सेस इस्लाम भनेर हेर्न पर्ने त्यो त हाइएस्ट सेलिङ फाइट त त्यो हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ अहिले चाहिँ अब खबिब कर्नरमा हुने रे नि त इस्लामको यो फाइटमा लाइक इलिया भर्सेस तर जुन अरमान शाहरुकीले चाहिँ डेन्जर उस गरिरहेछ उनीहरूको फाइट चाहिँ पहिला हुन्छ जस्तो छ कसको चाहिँ आर्मनको सोशल मिडिया तारुसके अरमान शाहरुकी त्यो भर्सेस इलिया तर इलिया त मलाई लाग्छ गेजीसँग लड्छु भनेको होइन जस्टिन गेजी खै उसले कल आउट गरे तर मलाई चाहिँ इलिया लास्ट फाइटमा त प्याडी हो त्योसँग चाहिँ हेर्न मन छ कि तिनीहरूको किनकि उस्तो पनि छ नि त अब न्यास्टी ट्रास्टक पनि चलिरहेको नि के उसको कन्ट्रीलाई चाहिँ के भनेको होइन प्याडीले तर यता उसले के अरे जुन अरमान शाहरुकीले उसले नि लाइक सोसल मिडियामा चाहिँ ट्रास्टक डेन्जर हानिरहेछ इलियाको बारेमा अहिले चाहिँ अहिले त हेर्नै पाएको छैन यार धेरै भयो इन्स्टाग्राम कहाँ त्यो 3-4 दिन त त्यो नेपालमा के भइरहेछ मात्र छ अहिले त युएफसीको फिड नै आउन छोड्यो त्यो सर्चमा गयो भने सब पोलिटिक्स आउन थाल्यो मेरोमा नि के अरे अब सकाइदिउँ सो दिस इज एपिसोड 2 वी आर साइनिङ अप नेक्स्ट कमिङ फाइटहरू डेन्जर छ मेबी लाइक युएफसी 320 भन्दा अगाडि हाम्रो एपिसोड 3 आउन नि सक्छ अब चाहिँ होपफुल्ली द्याट्स अल अरू केही भन्न ल डन फर टुडे जय नेपाल जय देश नेपाल राम्रो बनोस् एमएमए खतरा बनोस् ओके लेट्स गो गाइस